हेलो गाइज, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला गाइज। म पनि सन्चै छु गाइज। आज चाहिँ म कता आएको छु भने म सर्दु खोला आएको छु। यो चाहिँ सर्दु खोला कहाँ पर्छ भने धरान क्षेत्रदेखि हिँड्दै हिँड्दै जानुपर्छ। पर छ। हामी सानोमा चाहिँ यहाँ खेल्नु आउँथ्यौँ क्या गाइज। अनि अब यहाँ नेपाल आएको बेलामा होइन यसो आउनु मन लाग्यो। ठिक्क पानी परेको थियो हिजो गाइज, त्यही भएर आज जाऊँ न भनेर सल्लाह गरेर आएको। अनि हामी यहाँनिर मेरो पर त्यो मेरो सासूलाई पनि होइन, सासू ससुरा मेरो देवरहरूलाई राखेको छ यहाँ पर साम्पाङहरूले जग्गा किनेर हो त्यो ठाउँमा। त्यहाँ पनि गएर अनि यहाँ सर्दु खोलामा पनि जाऊँ न भनेर एकछिन घुम्न आएको। मेरो छोरी मेरो दिदी हामीहरू आएको छु। खोला चाहिँ यस्तो छ है गाइजहरू होइन। अब सानोमा खेलेको याद आउँछ। अनि त्यही भएर यसो आएको नि अहिले पानी परेको बेलामा। अनि गाइजहरूलाई मैले पनि यस्तो देखाउनु मन लागेर देखाएको भिडियो गाइज। यस्तै छ है सर्दु खोला चाहिँ। ल म यस्तै सानो भिडियो लिएर आउँछु गाइज। मेरो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। थ्याङ्क यू गाइज। सी यू नेक्स्ट भिडियो। बाई।